छ र पहिलो पेनल्टी सुटआउट हाम्रो पहिलो सुटआउटको निम्ति खिलाडी साहिल राई मैदानमा उठिसक्नु भएको छ र यो पहिलो पेनल्टी सुटआउट उहाँको र सुन्दर सेभ यहाँ बाइबुङका किपरकोबाट सुन्दर सेभ र दोस्रो पेनल्टी सुटआउट पहिलो पेनल्टी सुटआउटको निम्ति फेरि पनि दोस्रो टिमका खेलाडी बाइबुङका खेलाडी जर्सी नम्बर 0 हाम्रो पहिलो सुटआउटको निम्ति सुन्दर गोल बाइबुङका खेलाडीबाट र पहिलो पेनल्टी सुटआउटमा चामुङ 0 छ भने बाइबुङ भूषण प्रधान यहाँ आइसक्नु भएको छ मैदानमा दोस्रो पेनल्टी सुटआउट चामुङको खेलाडी उहाँले आफ्नो टिमलाई 2 गोलले बचाउनु भइसकेको छ र दोस्रो पेनल्टी सुटआउटको निम्ति बाइबुङका खेलाडी जर्सी नम्बर 0 ल दोस्रो पेनल्टी सुटआउट सुन्दर गोल फेरि पनि बाइबुङका खेलाडीबाट र दुईटा पेनल्टी सुटआउटमा चामुङ 0 छ भने बाइबुङ 2 र आफ्नो तेस्रो पेनल्टी सुटआउटको निम्ति चामुङका खेलाडी मुकेश गुरुङ मैदानमा उत्रिसक्नु भएको छ मुकेश गुरुङकोबाट र चामुङ टिमले खाता खोलिसकेको छ र 3टा पेनल्टी सुटआउटमा चामुङले एउटा गोल स्कोर गर्न सफल भएको छ र तेस्रो पेनल्टी सुटआउटको निम्ति बाइबुङको खेलाडी जर्सी नम्बर 0 आफ्नो दलको लागि तेस्रो पेनल्टी सुटआउट र सुन्दर गोल फेरि पनि यहाँ बाइबुङका खेलाडीबाट र 3टा पेनल्टी सुटआउटमा बाइबुङ 3 हो भने चामुङ 1 र चौथो पेनल्टी सुटआउटको निम्ति चामुङका खेलाडी रुपेन छेत्री यहाँ मैदानमा उत्रिसक्नु भएको छ र चौथो सुटआउटको निम्ति तयार बाइबुङका खेलाडीबाट र चौथो पेनल्टी सुटआउटको निम्ति बाइबुङका खेलाडी सुन्दर गोलबाट र बाइबुङले चामुङलाई पेनल्टी सुटआउटमा 4-1 को स्कोर लाइनले पराजित गरेर सेकेन्ड राउन्ड तर्फ बढिसक्नु